नमस्कार। कार्यक्रम आजको विशेषमा स्वागत गर्न चाहन्छु। म पदम विश्वकर्मा। यति बेला देश निर्वाचनमय बनेको छ र फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ र यसै सन्दर्भमा गुल्मी क्षेत्र नम्बर 2 मा नेपाली कंग्रेसले आफ्नो अभियानलाई कसरी अगाडि बढाइरहेको छ, यसै विषयमा चाहिँ धुर्कोट 5 वस्तु निवासी नेपाली कंग्रेस महाधिवेशन प्रतिनिधि सदस्य महेन्द्र प्रसाद भण्डारीसँग आज हाम्रो विशेष कुराकानी रहेको छ। तपाईलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। के छ अहिले समग्र गुल्मी क्षेत्र नम्बर 2 को चुनावी अवस्था? अहिले चुनावी अवस्था पहिला भन्दा अलि फरक एजेन्डाका साथ फरक तरिकाले चुनावी माहौल अगाडि बढिरहेको छ। समग्रमा चुनाव चाहिँ जति नजिक जाँदैछ त्यति मान्छेहरूका मन एउटा परिवर्तनशील भएर अगाडि बढिरहेको र उत्साह जागेको, यो पटक चाहिँ नयाँ तरिकाले हामी अगाडि बढ्नुपर्छ भन्ने भावना जागेको मैले पाएको छु। समग्रमा चुनावी विषयमा त हामी कुराकानी गर्नेछौँ। पहिलो कुरा त देशमा अहिले समसामयिक राजनीतिक अवस्था हेर्ने हो भने एउटा ठूलो शक्तिशाली पार्टी नेपाली कंग्रेस दुई भागमा विभाजन भइसके पछाडि अब पहिलेको कंग्रेस र अहिलेको कंग्रेसमा के फरकपन पाउनु भयो? त्यस्तो छ। समग्रमा यहाँलाई भन्नुपर्दा कंग्रेस दुई भागमा विभाजन भएको छैन। कंग्रेस टुटेको पनि होइन, कंग्रेस अहिले जुटेको हो। एउटै कंग्रेस भएर नयाँ कंग्रेस भएर हामी आएका छौँ। त्यसकारणले यो पालि चाहिँ हामी जुटेको भन्न सकिन्न। हामी छुटेको होइन, एकदम जुटेको हो। त्यसकारणले अहिले सबैमा के छ भने नेपाली कांग्रेसको रूप चिन्हमा मतदान हाल्ने सबै र नेपाली युवाहरूको ढुकढुकी एउटा गगन थापालाई हेरेर पनि हामी अहिले नेपाली कांग्रेसलाई मतदान गर्नुपर्छ, गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने भावना जागेको छ। र यो टुटेको दुई फ्याक भएको भन्ने होइन। नेपाली कांग्रेसको जसले सर्वोच्च अदालतमा मुद्दा दिनुभयो उहाँहरूले पनि रुख चुनाव चिन्ह लिएर गगन कुमार थापाको सिग्नेचर लिएर चुनावमा लड्न जानुभएको छ। एकदमै। अब जस्तो गुल्मी क्षेत्र नम्बर 2 मा यो अबको निर्वाचनमा कांग्रेसले जितेको खण्डमा अन्य पार्टीले भन्दा चाहिँ के फरक गर्न सक्छ त? एकदम धन्यवाद। धेरै राम्रो क्वेसन उठाउनु भयो। अन्य पार्टी भन्दा पनि गुल्मी क्षेत्र नम्बर 2 मा हामी 51 देखि नेपाली कांग्रेसले साँच्चीकै विकास गर्न पाएको छैन, निकास दिन पाएको छैन, जनताको आधारभूत आवश्यकता पूरा गर्न पाएको छैन। किनकि 56 मा गोकर्णजीले जित्नुभयो, त्यसपछि 64 मा सागरजीले, बाँकी रहेको सबै गोकर्णजीले चुनाव जित्नुभयो, नेकपा एमाले चुनाव जित्यो। तर त्यसको खासै प्रतिफल जनताले पाएका छैनन्। यो निरन्तरता हुने कुरा, बच्चा जन्मेपछि हुर्कने ठुलो हुने कुराहरू त भइरहेको छ। जस्तै बाटा बन्ने कुरा, बिजुलीका तार तान्ने, बिजुली बाल्ने कुरा, यिनी कुराहरू निरन्तर भइरहेछन्। तर समग्र यो क्षेत्रको विकासको लागि, कुनै औद्योगिक ग्राम बनाउनको लागि, युवाहरूलाई स्वरोजगार बनाउनको लागि यो क्षेत्रका जनताले सुविधा सम्पन्न हस्पिटलको कुनै मुहार देख्न नपाएको अवस्था र कुनै पनि रोजगारीमा संलग्न नभएको, उद्योग धन्दा पनि केही नभएको र जहिले पनि खालि एउटा गरिबीमाथि खेलेर चुनावको बेलामा ती गरिबहरूलाई हामी त अब एउटा सर्वहारा वर्ग हो भनेर एउटा चुनावमा जित्ने खेलो गरेर त्यसपछि यो क्षेत्रको कुनै पनि यसो एउटा यो भयो है यो क्षेत्रमा भन्ने खालको विकास हामीले देख्न पाएका छैनौँ। आज रङ्गशाला बनाउने, हस्पिटल बनाउनको सट्टा रामदलचौरमा रङ्गशाला बनाउने नाममा आज 6-7 वर्षसम्म चौरको स्वरूप बिगारेर त्यत्तिकै अलपत्र पारिएको छ। न त्यहाँ रङ्गशाला बनेको छ, न हस्पिटल बनेको छ। खास उपलब्धिमूलक एउटा पनि काम नभएको हुँदा यो क्षेत्रका जनताले अहिले फरक किसिमले मतदान गर्ने सोच बनाएका छन्। अब जस्तो महेन्द्रजी, एकातिर अहिले देश घण्टीमय बनिरहेको भनेर आम नागरिकबाट हामी बुझ्न पनि सक्छौँ होइन? अब गुल्मीको क्षेत्र नम्बर 1 मा जस्तो सागरजी उठ्नु भएको छ भने अब क्षेत्र नम्बर 2 मा अब गोविन्द पन्थीजी पनि उठ्नु भएको छ। अब यो राजसभाको उम्मेद्वारलाई नेपाली कंग्रेसले कसरी लिएको छ? एकदम धन्यवाद। अहिलेको माहौल अनुसार हजुरले कुरा गर्नुभयो। राष्ट्रपाको उम्मेद्वारलाई हामीले नराम्रो किसिमले हामीले हेर्दैनौँ। यो हाम्रो नैसर्गिक अधिकार हो र निर्वाचनमा स्वतन्त्र रूपले जुनसुकै पार्टी, जुनसुकै व्यक्तिले पनि उम्मेदवार दिन पाउँछ। त्यसमध्ये
राजसभा पनि आउनु भएको छ, उहाँहरूलाई स्वागत छ। तर खास कुरा के हो भने हामीले 64 पनि माओवादीलाई देखेका हौँ। कसैले डरले दिए होलान्, कसैले धम्कीले दिए होलान्, कसैले के गरेर एकखेर माओवादीमय बन्यो। तर आज निरन्तर 64 देखि 82 मा आउँदा तपाईँको आज माओवादी भन्ने शब्द पनि छैन, ऐसा हतार भन्ने शब्द पनि छैन। त्यसै गरी घन्टी पनि आयो। यसमा आउनुमा यो नराम्रो कुरा होइन। किन होइन भने विगतका वर्षहरूमा पार्टीले गरेका कुनै क्रियाकलापले गर्दा र पार्टीभित्र ठुला पार्टीहरूभित्र भएको सिन्डिकेटले गर्दाखेरि युवाहरूमा नयाँ जोस जागर आएको हो। तर त्यो जोस जागरले मात्रै पुग्दैन। एउटा इतिहास बोकेको र दीर्घकालीन रूपमा गर्न सक्ने र एउटा आफ्ना लामो एजेन्डा बनाएर आएको पार्टीलाई जनताले दिन सक्छन्। र रासपाको उम्मेद्वार केही क्षणलाई आवेग र आक्रोशमा आएको छ कि कसैले रुखको कुरा गर्यो भने त्यसलाई गाली गर्ने, एकदम तल्लो स्तरमा झरेर गाली गर्ने सोच र दिनै हुन्न। पुराना मान्छे जो होइनन्, सिनियर भनेको यी बुढाखाडा हुन्। सिनियर भनेको त एउटा अभिभावकीय हिसाबमा पनि हुन्छ नि, उसको आशीर्वाद हुन्छ, उसको विचार हुन्छ। सबै कुरालाई नलिएर हामी सबै हो, हामीले गरेको हुन्छ, यिनीहरूले गरेको हुँदैन, एकदम नेगेटिभ नेरेटिभबाट उहाँहरू आउनु भएको छ। तर पनि पछि ढिलोसम्म अझै 1 महिना बाँकी छ निर्वाचनको लागि। त्यति बेलासम्म उहाँहरूले धेरैले कुरा बुझ्नुहुनेछ र ती उम्मेद्वारको पछाडि लागेर र अहिले हाम्रो क्षेत्रकै कुरा गर्ने हो भने त साँच्चीकै भन्ने भने गोविन्दजी उहाँ रिटायर अब यो लामो समयसम्म नेपाल प्रहरीमा काम गरेर आफ्नो सम्पूर्ण कुरालाई थाती राखेर यो गुल्मीलाई छोडेर काठमाडौँ गएर बसेर उतै घर बनाएर उतैको मतदाता नामावली भएको व्यक्ति आउनु भएको छ। उहाँले अहिलेसम्म केही गर्न सक्नु भएन। एक किसिमले आफ्नो उमेर अवधि पुगेर 30 वर्षे पेन्सन अथवा 60 वर्षे कटाएर आउनुभयो। अब के जोस जागर र उत्साह लिएर आउनु भएको छ हामीले बुझेका छैनौँ। त्यसकारण हामीले नराम्ररी हेर्न खोजेको पटक्कै होइन। तर उहाँहरूबाट यो क्षेत्रको विकास हुन सक्दैन। उहाँहरूलाई यो माटोको, यो क्षेत्रको, यहाँका जनताको कुनै माया छैन भन्ने हामीले बुझेका छौँ। अब जस्तो अघि तपाईँले गोकर्ण विष्टले पटकको निर्वाचन जितिरहँदा धेरै कामहरू अलपत्र परिरहेका छन् भन्नुभयो। अब के कस्ता कामहरू चाहिँ त्यहाँ अलपत्र परे जस्तो लाग्छ तपाईँलाई? नेपाली कांग्रेसले त्यसलाई कसरी लिएको छ? अब यहाँ के हो भने तपाईँको गोकर्ण विष्टजीले नै हरेक पालिकामा आएर हस्पिटलहरू शिलान्यास गर्नुभयो। न त्यहाँ कुनै दरबन्दीको व्यवस्था छ, न तिनी बिल्डिङ बनेका छन्, न डाक्टर आएका छन्। ती कामहरू केही पनि हुन सकेका छैनन्। र धेरै ठाउँ तपाईँको अहिले गोकर्ण विष्टकै इस्मा गाउँपालिका वार्ड नम्बर 4 को बाटो तपाईँले हेर्नुभयो भने हामीले राम्रोसँग गाडी लान सकिँदैन। त्यहाँ भुल कल्याएर होइन बढीभिर तल जाँदाखेरि हामी जान सक्ने अवस्था छैन। बाटोको अवस्था यस्तो छ भने राष्ट्रिय डाटा हेऱ्यो भने पनि अहिले गुल्मीमा तपाईँको बल्ल 9% पिच भएको छ बाटाहरू मध्ये। 9% भनेको त्यो कहाँको विकास हो र? यो त यत्तिकै पनि हुन्छ नि, पालिकाले पनि गर्छ नि, प्रदेशले पनि गर्छ नि। उहाँले खास त्यसमा चासो दिएर अब संसद विकास कोषमा आउने पैसाले विकास गर्ने भन्नु विकास होइन। विकास भनेको नयाँ योजना लिएर नयाँ योजनाका साथ अगाडि आएर त्यसमा बजेटको व्यवस्था गरेर कार्य सम्पादन गर्ने कुरा हो। धेरै कुरा अलपत्र छन्, बाटाका कुरा अलपत्र छन्, बिजुलीका कुरा अलपत्र छन्, राम्रो पठन पाठनको व्यवस्था हुन सकेको छैन, प्राविधिक शिक्षालाई खोल्न सकिएको छैन, राम्रो हस्पिटल बनाउन सकिएको छैन। धेरै कुरा अधुरा छन् यहाँ, त्यो बताएर साध्य छैन। भनेपछि तपाईँको आशय चाहिँ समय अनुसार हुने विकासका कामहरू भइरहेका छन्, तर जुन किसिमले फड्को मार्नुपर्ने त्यो चाहिँ हुन सकेन भन्नुभएको? समय अनुसार हुने विकासका निर्माण होइन, प्रकृतिले दिएको नियम अनुसार हुन्छ नि। अब यो क्षेत्रमा यति बजेट पार्न पर्यो, जस्तै यो गाउँपालिकामा 42 करोड बजेट आयो भने त्यो त स्वतः खर्च हुन्छ नि त, कसैले माग गर्न पर्दैन नि। जस्तै गोकर्ण जिल्लाई आउने बजेट संसद विकास कोषबाट आउने बजेटको लागि त यही क्षेत्रमा खर्च नगरी त अन्तलहर गर्न पाइँदैन हो। त्यति मात्रै कुराले त विकास पूर्ण हुँदैन नि त।
यहाँ कुनै विकासको डिपिआर गरेर पेश गरेर यहाँ यति बजेट चाहिन्छ यो नभई हुँदैन भनेर एउटा आफ्नो जिम्मेवारी पुरा उहाँले गर्न सक्नु भएको छैन। लामो समय सांसद हुनुभयो, मन्त्री हुनुभयो, त्यो जिम्मेवारी यो क्षेत्रले त्यो फल विकासको फल चाख्न पाएको छैन। एकदमै पनि। अब हामी हेर्न सक्छौँ गुल्मीको क्षेत्र नम्बर 2 मा गोकर्ण विष्टले पटक पटकको निर्वाचन जित्दै पनि आउनु भएको छ। अब त्यो क्षेत्रलाई गोकर्ण विष्टको सेफ एरिया भनेर पनि बुझ्न थालिसकेका छन् कतिपय व्यक्तिले, होइन? अब यो यसलाई चाहिँ के नेपाली कांग्रेसले अब आउने निर्वाचनमा तोड्न सक्ला त? अवश्य पनि। यो के हो भने हाम्रो नेपाली उखान पनि छ, धेरै चबायो भने गुड पनि तितो हुन्छ। त्यसैलाई मध्यनजर राखेर अहिले गुल्मी क्षेत्र नम्बर 2 का नेकपा एमालेका मित्रहरूले पनि यो चुनावमा आउँदा मिठा कुरा गर्ने अनि गएपछि फोन पनि नउठाउने, विकासका कुरा गर्दा नि झर्किने, व्यक्तिगत कुरा गर्दा पनि रिसाउने खालको भएको छ। हामीले चाहिँ अहिले मत परिवर्तन गर्ने हौ भन्ने उहाँहरूको भावना छ। त्यो भावनालाई नेपाली कांग्रेसको साधकी उम्मेदवार, यो माटो चिनेको, यो ठाउँ चिनेको, यो विकास गर्न सक्ने व्यक्ति भुवन प्रसाद श्रेष्ठ आउनु भएको छ। उहाँप्रति धेरैको सहानुभूति छ, उहाँप्रति धेरैको माया छ र उहाँले यो भूगोल चिन्नु भएको छ। त्यसैले एकपटक गोकर्ण विष्टलाई आराम गराएर गुल्मीले भुवन श्रेष्ठलाई जिताउने एउटा अभियानको रूपमा हिँड्नु भएको छ। युवाहरू पनि लाग्नु भएको छ, धेरै साथीहरूको यसमा चाहिँ सहभागिता भएको छ। र अर्को विषय पनि के हो भने अहिले हामी नेपाली कांग्रेस जुन एकजुट भएर अगाडि बढेका छौँ त्यसले पनि गोकर्ण विष्टको जित हुन सक्दैन र नेपाली कांग्रेसले मात्र नभएर साँच्चीकै 2 नम्बर क्षेत्रका जनताले गोकर्ण विष्टबाट अगाइसकेको अवस्था। जो मान्छे लामो समयसम्म एउटैले शासन गर्यो भने त्यो जनताप्रतिको माया हुँदैन, त्यो विकासप्रतिको चाहना हुँदैन। विगतमा नि गरेको अहिले नि गरेको भने उहाँले चुनाव केन्द्रित काम मात्रै गर्नुभएको छ, विकास केन्द्रित र जनमुखी कामहरू गर्न सक्नु भएको छैन। त्यसैले हामीले यो पालि चाहिँ चुनाव जित्छौँ र उहाँको जुन आधार इलाका कम्युनिस्टको क्षेत्र भन्ने कुरा थियो र उहाँले जित्दै पनि आउनु भएको थियो, त्यो अहिले तोड्न सक्ने सम्भावना हामीले देखेका छौँ। अब हामी एउटा देशको अवस्थातिर लाग्छौँ। अहिले युवा पुस्ताहरूले हामीले पटक पटक एमाले, माओवादी र कांग्रेसको काम हेरिसक्यौँ भनेर अहिले निराश भएको अवस्था पनि छ। अब नयाँ पार्टीलाई चाहिँ हामीले अवसर दिनुपर्छ भन्ने एउटा सोचाइ छ युवा पुस्ताको। अब त्यसमा युवा पुस्ताको मत तान्नको लागि कांग्रेसको खास योजना चाहिँ के छ त? एकदम धन्यवाद। हो, त्यही नयाँ हामी हो। किन हामी हो भन्नुहुन्छ भने बदल्यौं कांग्रेस बदल्छौं देश भन्ने नाराका साथ हामी युवाको नेतृत्व गर्दै गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप र गुरुराजहरूले नेतृत्व गरेर अगाडि आउनु भएको छ। हामीले साँच्चीकै भन्ने हो भने यो राष्ट्रका लागि, यो पार्टीको लागि नयाँ अभियानका साथ हामी अगाडि बढेका छौँ। यो छलाङ हो, हामीले मारेको छलाङ हो। अब धेरै साथीहरूले भन्ने गर्नुहुन्छ छलाङ मार्ने, साँच्चीकै कांग्रेसले छलाङ मारेर देखाइदिएको छ। अब नयाँ भन्ने पनि हामी हो, युवा भन्ने पनि हामी हो। नेपाली कांग्रेस नयाँ, बदलिएको कांग्रेस, नयाँ कांग्रेस, युवा कांग्रेस र विकास प्रेमी, जनप्रेमी भएर आएको छ। त्यसैले साँच्चीकै बदल्ने हो भने अब बदलिएको कांग्रेसलाई, बदलिएको नीतिलाई भोट दिएर हामी नयाँ जुन देशभरिका युवाहरूको भावना अनुरूप हामी अब नयाँ भएर आएका छौँ। देशमा सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने अभियानका साथ हामी आएका छौँ। त्यसैले हामीले यो युवाहरूको मत हामीले लिन सक्छौँ भन्ने लाग्दछ। अब अन्तिममा रेडियो जसले सुनेर बस्नु भएको छ, सँगसँगै तपाईँलाई सामाजिक सञ्जालमा जसले तपाईँको आवाज सुन्नु भएको छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ गुल्मी 2 को जनताहरूलाई? विशेष गरेर म गुल्मी 2 को जनताहरूलाई विनम्र अनुरोध गर्न चाहन्छौँ। हामीले बदल्यौं कांग्रेस बदल्छौं देश भन्ने अभियानका साथ आएका छौँ, नयाँ अभियान लिएर आएका छौँ। हामीलाई चाहिँ उही कांग्रेस हो, उही बुढो रुख हो भन्ने भावनाले नहेरेर
अब विकासको लागि गगन आउँदैछन्, भुवन आउँदैछन्। जो भुवनले विकासको एउटा नमुना तमघासमा देखाइसकेको व्यक्ति, काम गरेको व्यक्ति आउँदै हुनुहुन्छ। त्यसकारण एक पटक हामीलाई अजमाएर हेर्नुहोस् न, हामीले विकासको नमुना देखाइदिनेछौँ भन्ने भावना राख्दछौँ। र गोकर्णजीले राष्ट्रिय राजनीति गर्नुहुन्छ, उहाँले पार्टीको राजनीति गर्दा हुन्छ, तर विकासको राजनीतिमा उहाँले त्यति फर्क मार्न सक्नु भएन। यो कुरा गुल्मेलीले बुझ्नुपर्छ। किन बुझ्नुपर्छ भने परिवर्तन हामीले गर्ने हो, परिवर्तन हामीबाट गर्ने हो, परिवर्तन आजैबाट गर्ने हो। भोलि गरौँला, पछि गरौँला, उसले गर्ला भनेर हुने कुरा होइन। त्यसकारण गुल्मी क्षेत्र नम्बर 2 को जनताले नेपाली काङ्ग्रेसलाई मतदान गरी यो क्षेत्रको विकासको मुहार फुटाउनको लागि म अनुरोध गर्छु। सबै युवा साथीहरू, यो बदलिएको काङ्ग्रेस बदल्न, देश बदल्न चाहन्छ। देशमा सुशासन र भ्रष्टाचार, सुशासन कायम गरी भ्रष्टाचार निर्मूल गर्न चाहन्छ। त्यसकारण माथि प्रधानमन्त्री गगन थापा र सांसदमा भुवन श्रेष्ठलाई रुखमा मतदान दिई विजय गराउनको लागि म सबैमा हार्दिक अपिल गर्दछु, अनुरोध गर्दछु। हुन्छ, कार्यक्रममा आइदिनु भयो, तपाईँलाई एकदमै धेरै धन्यवाद। ल, धेरै धेरै धन्यवाद। मैले पनि मेरा भावनाहरू सबै गुल्मीवासीलाई सुनाउन पाएँ। यहाँको सञ्चार माध्यमबाट सबै गुल्मेलीहरूले सुन्नुहुनेछ भन्ने भावना राख्छु। हस्, धन्यवाद। अवश्य पनि तपाईँलाई कार्यक्रम सुनेर कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाहरू पठाउनु होला भन्दै आजको कार्यक्रमबाट पनि म पदम विश्वकर्मा सँगसँगै आजका अतिथि महेन्द्र प्रसाद भण्डारी सँगै बिदा हुन्छौँ। नमस्कार।